नमस्कार, यहाँहरूलाई हार्दिक स्वागत छ आईसीटी नलेज युट्युब च्यानलमा। आज सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको नागरिक लगानी कोष अन्तर्गत शिक्षक बीमा कोषको अनलाइन फाँटबारी कसरी इन्ट्री गर्ने भन्ने विषयमा जानकारीमूलक भिडियो सामग्री लिएर उपस्थित भएको छु। कृपया च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न नभुल्नुहोला। साथै भिडियोलाई अन्य शिक्षक साथीहरू समक्ष पुर्याउनका लागि शेयर गर्न पनि नभुल्नुहोला। अब लागौं नागरिक लगानी कोष अन्तर्गत शिक्षक बीमा कोषको अनलाइन फाँटबारी इन्ट्री कसरी गर्ने भन्ने जानकारीतर्फ। सबैभन्दा पहिले तपाईले कम्प्युटर अथवा ल्यापटपमा गएर कुनै एउटा ब्राउजर खोल्नुस् र त्यो ब्राउजर ओपन गरिसकेपछि नागरिक लगानी कोषको वेबसाइट nlk.org.np टाइप गर्नुस्। त्यसपछि स्किप टु वेबसाइट गर्नुस्। ई सर्भिसमा क्लिक गर्नुस्। ई सर्भिसमा क्लिक गरिसकेपछि तपाईले आफ्नो विद्यालयको युजर नेम र पासवर्ड राख्ने ठाउँ आउँछ। युजर नेममा आफ्नो विद्यालयको युजर नेम राख्नुस् अनि पासवर्ड राख्नुस्। युजर नेम र पासवर्ड राखिसकेपछि तपाईले लगइन गर्नुस्। लगइन हुन केही समय पनि लाग्न सक्छ। लगइन भइसकेपछि यहाँ तपाईले ड्याशबोर्डमा पासवर्ड चेन्ज गर्ने, प्रोडक्ट म्यापिङ गर्ने अनि त्यस्तै गरेर अफिस स्किम कलेक्सन सिट इन्ट्री लगायतका विषयहरू देख्नुहुन्छ। यहाँ हामी अनलाइन फाँटबारी इन्ट्री गर्नको लागि सबैभन्दा पहिले अफिस स्किम कलेक्सन सिट इन्ट्रीमा जान्छौं। त्यहाँ क्लिक गर्नुस्। त्यहाँ क्लिक गरिसकेपछि हामीले यहाँ पहिले गरेका कलेक्सन सिट इन्ट्रीको विवरण हामी देख्छौं। यहाँ केही भेरिफाइड भएका, सक्सेस भएका हामीले देख्यौं। अब हामी नयाँ बनाउनको लागि क्रिएटमा क्लिक गर्छौं। यी धेरैवटा तरिकाहरू छन् यो कलेक्सन सिट इन्ट्री गर्ने। त्यो मध्ये हामी चाहिँ यहाँ एउटा तरिकाको बारेमा सिक्छौं। यहाँ स्किममा सर्च लेखेको आइकनमा क्लिक गर्नुस्। त्यहाँ TBN मा डबल क्लिक गर्नुस्। त्यसपछि कलेक्सन हेडमा तपाईले यो कहिले काम गर्दै हुनुहुन्छ, इन्ट्री कहिले गर्दै हुनुहुन्छ त्यो महिना छान्नुस्। त्यसपछि स्टेटमेन्ट फ्रम भनेको कहिलेदेखि कहिलेसम्मको बीमा बापतको रकम तपाईले जम्मा गर्न लाग्नु भएको हो त्यो मिति छनौट गर्नुस्। यहाँ मैले 2081 साल साउनदेखि 2081 साल असोजसम्म 3 महिनाको कलेक्सन सिट इन्ट्री गर्न खोजिराखेको भएर त्यही मैले यहाँ छनौट गरेँ। त्यसपछि डिस्क्रिप्सनमा तपाईले केही लेख्न मन लागि लेख्नुस्, नलेख्दा पनि हुन्छ, यो आवश्यक चाहिँ होइन। यहाँ मैले डिस्क्रिप्सनमा 3 महिनाको नागरिक लगानी कोष बापतको रकम जम्मा भनेर लेखेँ, मैले जम्मा हुने रकम भनेर लेखेँ। अब त्यसपछि तल अकाउन्ट नम्बर लेखेको ओरतिर सर्चमा क्लिक गर्नुस्। यहाँ क्लिक गरिसकेपछि तपाईको विद्यालयमा कार्यरत सबै शिक्षकहरूको नाम त्यहाँ देखिन्छ। त्यहाँ एक एक गरेर सेलेक्ट गर्दै रकम इन्ट्री गर्नुपर्ने हुन्छ। यहाँ 3 महिनाको हुँदा 2400 रुपैयाँ मैले रकम इन्ट्री गरेको छु। त्यसपछि प्लस बटनमा क्लिक गर्नुस् अर्को जनाको एड गर्न। प्लस बटनमा क्लिक गरिसकेपछि एकजनाको आइसक्यो। अब अर्को जनाको इन्ट्री गर्न फेरि सर्चमा क्लिक गर्नुस्। सर्चमा क्लिक गरिसकेपछि अघि छनौट गरेको भन्दा बाहेक अर्को व्यक्ति फेरि त्यहाँ नाम हेरेर छनौट गर्नुस्। त्यसपछि फेरि रकम कति हो त्यो रकम त्यहाँनेरि उल्लेख गर्नुस्। रकम उल्लेख गरिसकेपछि फेरि प्लस बटनमा क्लिक गर्नुस्। फेरि सर्चमा क्लिक गर्नुस्। अर्को जना व्यक्ति छनौट गर्नुस्। छनौट गरिसकेपछि फेरि उहाँको पनि कति हो रकम त्यो रकम उल्लेख गर्नुस्। फेरि प्लस बटनमा क्लिक गर्नुस्। यसरी अर्को जनाको पनि फेरि एड गर्नुस्, रकम पनि राख्नुस्। त्यसपछि फेरि प्लस बटनमा क्लिक गर्नुस्।
फेरि सर्चमा आएर अर्को जना व्यक्तिको नाम सेलेक्ट गर्नुहोस्, त्यसपछि रकम पनि फेरि उल्लेख गर्नुहोस् अनि फेरि प्लस बटनमा क्लिक गर्नुहोस्। अब माथि बैंक भाउचर अमाउन्ट यहाँ 5 जनाको 2400 दरले 12,000 देखिएको छ। यति गरिसकेपछि यसलाई एकचोटि निहालेर हेर्नुहोस् र यदि सही छ भने कन्फर्म सेभमा क्लिक गर्नुहोस्। अब यहाँनेरि सबमिसन नम्बर यसरी देखा पर्छ। अब यसलाई ओके गर्नुहोस्। ओके गरिसकेपछि यहाँनेरि सबमिसन नम्बर देखा परेर ओके गरिसकेपछि अब एउटा प्रिन्ट गर्नको लागि एउटा पीडीएफ यहाँ तपाईले जेनेरेट भएको पीडीएफ देख्न सक्नुहुन्छ। यहाँनेरि चाहिँ रकम लगायतका कुराहरू उल्लेख गरिएको छ। अब यसलाई तपाईले प्रिन्टर छानेर यहाँबाट प्रिन्ट गर्न सक्नुहुन्छ। अनि फेरि यहाँनेरि तपाईले चाहिँ यो न्यूली क्रिएटेड भनेर देख्नुभयो भर्खरै बनाएकोलाई। अब अस्तिको चाहिँ भेरिफाइड भनेर लेखेको हुन्छ। यहाँ अस्तिको जुन चाहिँ हामीले रकम बुझाइसक्यौं त्यो चाहिँ भेरिफाइड भनेर लेखेको तपाईले यहाँनेरि देख्न सक्नुहुन्छ। त्यसपछि बैंक अनुसार यो भाउचरहरू फरक खालको हुन सक्छ। म यहाँ तपाईलाई एउटा नेपाल बैंकको भाउचरको बारेमा देखाउँछु। अब तपाईले यो प्रिन्ट गरिसकेपछि त्यो प्रिन्ट गरेको पेपर लिएर बैंकमा जाने अनि त्यसपछि अर्को फेरि बैंकमा अर्को भाउचर एउटा भर्नुपर्छ। यहाँ म नेपाल बैंकको भाउचर देखाइराखेको छु। यहाँ ब्रान्च खाली ठाउँ ब्रान्च छ, त्यो ब्रान्च कुन ब्रान्च हो त्यहाँ ब्रान्च भर्नुहुन्छ तपाईले। त्यसपछि यहाँ डेट छ, मिति भर्नुहुन्छ। त्यस्तै गरेर यहाँ डेप्टर नेममा विद्यालयको नाम राख्नुहुन्छ। त्यस्तै गरेर सबमिसन नम्बर भनेको छ। सबमिसन नम्बर अघि प्रिन्ट गरेको पेपरमा त्यहाँ सबमिसन नम्बर आएको छ। ओएससी लेखेको अलिक लामो छ, त्यसलाई यहाँ तपाईले लेख्नुहुन्छ। त्यस्तै गरेर अकाउन्ट नम्बर भनेको बैंक खाता नम्बर लेख्नुहुन्छ। त्यस्तै गरेर स्किम नेममा टिचर इन्सुरेन्स फन्ड लेख्नुहुन्छ। त्यस्तै गरेर ब्रान्च लेख्नुहुन्छ यहाँनेरि। त्यस्तै गरेर अफिस कोड भनेकोमा अघि तपाईले युजर नेम लेख्नु भएको थियो लगइन गर्दा, त्यही अफिसको कोड यहाँ लेख्नुहुन्छ। त्यस्तै गरेर मोबाइल नम्बर पनि लेख्नु पर्छ यहाँ। त्यस्तै गरेर ट्रान्ज्याक्सन पर्पजमा टिचर्स इन्सुरेन्स फन्ड लेख्नुहुन्छ। अनि अमाउन्ट करेन्सी एनपीआरमा टिक गर्नु होला। त्यस्तै गरेर अमाउन्ट इन फिगर अङ्कमा लेख्नु होला। त्यस्तै गरेर अमाउन्ट इन वर्ड्स भनेको अक्षरमा लेख्नु होला। त्यस्तै गरेर तलतिर एप्लिकेन्ट्स अथोराइज्ड सिग्नेचर भनेको छ। यहाँ प्राय विद्यालयहरूमा 2 जनाको सिग्नेचर हुन्छ। यहाँ 2 जनाले बैंक खातामा जसको सिग्नेचर चल्छ उहाँहरू 2 जनाले यहाँ सिग्नेचर गर्नुपर्छ। त्यस्तै गरेर पढतिर अफिसियल स्टाम्प भनेको ठाउँमा विद्यालयको छाप हान्नुपर्छ तपाईले। अब त्यसपछि तलतिर फेरि अर्को कस्टमर कपी पनि सेम यस्तै छ, माथिको जस्तै तपाईले कस्टमर कपीमा पनि भर्नुपर्ने हुन्छ। अब यति भरिसकेपछि यो दुईटा कुरा अघि प्रिन्ट गरेको पीडीएफमा अटोमेटिक जेनेरेट भएर आएको भाउचर र यो भरेको भाउचर तपाईले यो दुईटै बैंकमा बुझाउनु पर्ने हुन्छ। यति गरिसकेपछि बैंकले त्यो बैंकबाट पैसा काटिसकेर बुझाएको रकम जम्मा हुन्छ। यसरी तपाईले नागरिक लगानी कोषको रकम, शिक्षक बीमा कोष बापतको रकम चाहिँ तपाईले अनलाइन इन्ट्री गरेर जम्मा गर्न सक्नुहुन्छ। तपाईलाई भिडियो कस्तो लाग्यो? यदि उपयोगी लागेमा अरू साथीहरू समक्ष पुर्याउनको लागि भिडियोलाई शेयर गर्नुहोला र अरू थप जानकारी आवश्यक भएमा कमेन्टमा उल्लेख गर्नुहोला। धन्यवाद।